सिंहदरबारभित्र एकचोटि धरानको फाइल लगेर गएँ, 1 हप्ता भइसक्यो, छिर्न दिँदैन त। भरे मन्त्रीज्यू यस्तो मानिन्ज्यू, ठुलो मान्छे मानिन्ज्यू भन्छ, होटलमा भन्छ पैसा सकिसक्यो। रिसाले फलानी मन्त्री मुर्दाबाद भनेर यस्तो लेखेर सिंहदरबारको गेटमा उभिएको, भोक्राउँदै लग्यो है पुलिसले। म जस्तो जिउ छाडा मान्छेले त मन्त्रीले भेट्न पाउनुहुन्न, तपाईँहरूले पाउनुहुन्छ। लेखेर राख्नु, पत्रीले रेकर्ड गरेर राख्नु। भोलि म त्यो ठाउँमा तपाईँहरूले पुर्याइदिनु भयो भने म तपाईँहरूलाई भेट्न आउँछु है, म तपाईँहरूलाई भेट्न आउँछु यहाँ। एकचोटि तपाईँको गाग्री बोकेर गएँ है, रन्थन लिएर पानीको बजेट दिँदैन है, कहाँबाट लिएर पानी खुवाइसके केन्द्र सरकारले चाहिँ केही गर्दैन। वनको कानुन, यसको कानुन, त्यसको कानुन, यता कानुन, उता कानुन, कोले जानु है। गाग्री बोकेर गएँ, प्रधानमन्त्रीले भेट्न दिँदै। अब स्थानीय तहको प्रमुखले मन्त्रीलाई भेट्न नपाउने, स्थानीय तहको प्रमुखले, स्थानीय सरकार प्रमुख म, एउटा सरकारको प्रमुखले अर्को सरकारको प्रमुखलाई भेट्न नपाउने। भेट्नको लागि पार्टीबाट जानुपर्ने, उसको 15वटा सचिव हुने, यो सचिवले त्यो सचिवलाई यस्तो कतिपल्ट मानिन्थ्यो, यस्तो त्यहाँ उल्टा यस्ता नाथे